यति भिड छ, बापरे यति भिड छ महाकसम। सिस्टम चले छैन। आईआरडी को पैन कार्ड बुझाउनु छ, म्यादी पुलिसको पर्सि शनिबार सिस्टम नचलेर एकदम सब पर्सन। हाम्रो इशान्त भाइ पनि यहाँ पर्सन छन्। यहाँ लोडिङ लिइरहेछ, यसको हालत खराब भइरहेछ। यति धेरै प्यान कार्ड बनाउनु छ, ऊ नाम लिस्ट हालिएछ, ऊ भिड छ यति धेरै। चलाऊ न यार भाइ, चलाऊ। हो त्यही भइरहेछ। वाह रे मेरो देशको सिस्टम, वाह क्या सिस्टम छ भाइ। आग लागेपछि कुवा खान्छन् हाम्रो देशका नेताहरूले, हाम्रो देशको सिस्टमले। जब थाहा थियो कि म्यादी पुलिसको लागि प्यान कार्ड आवश्यक पर्छ भन्ने यिनीहरूले पहिल्यै सूचना जारी गर्नु पर्थेन। शनिबार, आज बिहिबार, शनिबार प्यान कार्ड बुझाउनु पर्नेछ र 81 बिहिबार, आज बिहिबार मेसेज आउँछ कि प्यान कार्ड बनाउनु पर्यो सबैले। अनि शुक्रबार सार्वजनिक बिदा। यस कारणले गर्दा 81 अधिराज्यभरिमा प्यान कार्ड बनाउन अनि परिचय पत्र बनाउनको घुइँचो लाग्यो, लाइन लाग्यो, भिड लाग्यो, जसको कारणले गर्दा सिस्टम करप्ट भइहाल्यो। सिस्टम नचलेर एकदमै दुःख भयो र यही हो हाम्रो देशको सिस्टम। यदि पहिल्यै यो कुरा भनिदिएको भए कि प्यान कार्ड अनिवार्य रूपमा लाग्छ भनेर, त्यो सबै हाम्रो जुन बम पुलिसका साथीभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँले त पहिल्यै बनाउनु हुन्थ्यो र सिस्टम यस्तो। यही भएर म भन्छु साथीहरू, राम्रो प्रतिनिधि, राम्रो प्रधानमन्त्री चुन्नु छैन भने देश यस्तै बर्बाद हुन्छ, यस्तै दुःख पाइन्छ। यो भिडियो सक्दो सेयर गर्नुहोस् ताकि यस्ता भ्रष्टाचारी नेताहरू सिस्टम बनाउने कहाँ यो भिडियो पुगोस्। धन्यवाद।